टिकट सिकेट रहेछ अहिले त। तर क्या दामी के पानी हेर न, क्या क्लियर के हरियै। सो हेलो नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि टुडे इज द डे है, आज चाहिँ हामी जाँदैछौँ मनाङ फर एनआरएम 2025। अनि यो भिडियोको चाहिँ म सिरिज जस्तो बनाउँछु होइन, सिरिज भन्दा नि अब डे अनुसारले अपलोड गर्छु है। सो सबैजना आइसकेछ, त्यहाँ कुरेर बसिरहनु भएको छ है। हामी चाहिँ जाँदैछौँ, ढिलो भयो, ढिलो गर्ने फेरि जहिले मै हो। आज चाहिँ हामी खोइ के ठाउँ छ, बेसी सहरबाट त्यस्तै 60 किलोमिटर अगाडि पुग्छौँ होइन। अनि त्यही स्टे गर्छौँ। त्यसपछि मेन इभेन्ट चाहिँ भोलिबाट हो होइन, एनआरएम चाहिँ। सो यु गाइज इन्जोय द भिडियो, दामी हुनेवाला छ है। सी यु अन द रोड। यो नेपालको झन्डा चाहिँ दामी छ क्या, टक्क लाएर होइन, 24 कोटीको बिचमा। यो पछि जोइन भएको टोली जस्तो छ। सिमलताल आइपुग्यौँ हामी अहिले, सिमलताल। के को जाम हो यस्तो? ए झर्ना छ नि त त्यहाँ, त्यो झर्ना हेर्नेको भिड हो कि जामसाम होइन। लेफ्ट साइडमा हेर है, झर्ना छ। पुरा ट्राफिक नै आएर कन्ट्रोल गर्न पर्ने भएछ त यार। टिकट सिकेट रहेछ अहिले त, अर्कै भएछ त यार। आबु खैरी नि आइपुग्यो हामी। सो हामी लन्च ब्रेक यही हो हाम्रो। झर बाटो चाहिँ
हामी चाहिँ खानासाना खाइयो होइन है, त्यसपछि अब चल्दिन लाग्यो। जस मिठो खाना पाउँदो रहेछ। अब एकैचोटि हाम्रो स्टप भनेको बेसी सहर नपुग्दै यतै के ठाउँ भन्नुभएको थियो। सो अर्को स्टप चाहिँ हाम्रो त्यही हुन्छ। अनि बेसी सहर चाहिँ अलिक छिटो पुग्नु छ, किनभने उता सिक्किमको राइडरहरूको चाहिँ पास बनाउनु पर्छ अरे, बनाएको छैन रहेछ। सो त्यही हो, जाम बाटोमा के हुन्छ, रमाइलो छँदैछ। अहिले पोखराको बाटो चाहिँ दामी भएको छ के, 3 घन्टामा पुग्छ अरे। यो बाटो बनाएपछि चाहिँ म अहिलेसम्म आएको छैन कि। अब अहिले त हामी हुँ त पुग्दैनौँ होला होइन, बिचबाट जाने हो माथि डुम्रेबाट हो जस्तो लाग्यो माथि लाग्ने लमजुम बेसी सहर। जे होस् बाटो चाहिँ दामी भएको रहेछ यार। पहाड भनेको त सुकुन हो क्या, सुकुन। ओ सुकुन। बाटो फेरि यस्तो डेन्जर हुन्छ नि, पुरै टर्निङ हुन्छ, झ्याप्प आउँछ यस्तो गाडीहरू, थाहा नै हुन्न। ओए उडौ झ्याप्पै आइदिइरहेको त्यस्तो बाटो। बा जोस त कडै छ त नि, त्यही बेसी सहर। यस्तो ल्याङ भयो नि, यो एसटी कार्डै इरोर भनेर अघि त्यहाँको बेसी सहरबाट हिँड्दाको फुटेजै छैन क्या। अब यस्तो ल्याङ भयो। अनि हामी चाहिँ बेसी सहरभन्दा थोरै अगाडि यहाँ रोकेको थियौँ, त्यो सिक्किमको दाइहरूको पर्मिट बनाउनु पर्ने थियो, त्यो पर्मिटहरू लिएर अब हिँड्दैछौँ। अनि कस्तो घाम लागिरहेको थियो, अनि पानी पनि परिरहेको थियो क्या। फेरि यहाँ चाहिँ छैन, अलि पछाडि चाहिँ पानी पर्दै थियो। पानी चाहिँ नपर्दै हुन्थ्यो। यो बाटोहरू त पहिला पुरै अफरोड थियो कि, अहिले त कस्तो दामी पिच बनाएछ के। पहिला त एक दिनमा पुग्न लास्ट गाह्रो थियो नि त मनाङ, अहिले चाहिँ दामी बनाएछ। सही हो, सही हो। यहाँ वेट गरौँ सबैलाई। हाम्रो सर्ट ब्रेक पछि फेरि मुभ गरिसक्यौँ हामी। ठाउँको नाम चाहिँ खै थाहा छैन है के हो, जस बेसी सहरबाट थोरै अगाडि, मेबी 5 किलोमिटर्स। अब यहाँबाट चाहिँ पुरै अफरोड हो। यो वाकीमा बेला बेलामा चाहिँ त्यो आर्मीहरूको टिपिरहेछ। क्या दामी, यता खोला होइन, यता पहाड, कसन।
अब आयो ड्याम ड्याम त ड्याम छ कि ड्याम छ यस्तो मजा आउँछ यहाँ अप्पर मोरस्याङदी पावर स्टेसन मजा आइदिरहेको छैन त्यो 9 बिसेको ड्याममा नि रेडी भयो भने यस्तै मजा आउँछ होला कि अझ त्यो त झन् भाइ लङ छ यार यो त एकदम सर्ट छ ए गर्मीमा त यहाँ पौडी खेल्न त मजा आउँछ होला त यार है डुबिन्छ नि अब कति गइरहेछ समात है यस्तै हो क्या बाटो पुरै ढुङ्गावाला के ढलान खै वडा अध्यक्षलाई सोध्नुपर्छ गाउँपालिका अध्यक्ष वडा अध्यक्षलाई ढुङ्गे बाटो हो क्या ढुङ्गे बाटो यो त यस्तो झ्याउ लाग्छ मलाई फेरि यो ढुङ्गावाला यो ढुङ्गावाला बाटो फेरि लास्ट झ्याउ लाग्छ कि मलाई नतान्दिरहेको एकछिन त बाइकले नतान्दिरहेको समात है मजा आइदिएर बिचरा बाइकले नि बाइकको इन्जिनले नि कहाँ लिएर आएछ यस्तोमा भन्यो होला साह्रै गाह्रो भयो बिचरा
के हो माथिबाट होइन तलबाट फेरि झ्याप्प गाडी आयो भने त अनि झ्याउँछ नि त नि त्यहाँबाट त झार्न नि मिल्दैन समात है आयो आयो Wait. त्यो ढुङ्गामा उ भएछ के ठ्याक्क ढुङ्गामा पऱ्यो अनि अगाडिको चक्का उठेर कन्ट्रोल भएन अनि यता यता गयो क्या होइन पल्टिन त त्यो लेडी राइडर हो क्या समात है आमामा डेन्जर छ त है तर क्या दामी के पानी हेर न क्या क्लियर के हरियै छ के पानी $50 वाउ वहाँ गाउँ छ के कस्तो दामी
हामी पुग्नु माथि होला क्या बाटो जस्तो देखिरह त्यही होला सायद दामी हामी त्यही बाटो आएको कत्रो छ यार यो चट्टान म्यासिभ छ म्यासिभ बच्चाहरू म जान्छु दाइ यही हो आजको स्टे जरा ल हिमालयन फ्रेस कफी रूफ टप भ्यू पोइन्ट कस्तो लाग्यो त मजा आयो म एकछिन डबल स्टार लाउनु लाग्यो होइन उ गरेर होला हिट भएर खै ज्याकी दाइलाई सोधौँ कस्तो लाग्यो ज्याकी दाइ कस्तो भयो त राई मजा आयो मजा आयो ए वाइल्ड भएको थियो पुरै नतानेर पुरा त्यो ढुङ्गामा उडाउँदै उडाउँदै कस्तो लाग्यो दाइ भइहाल्छ है आमा डबल नतानेर दाइ वाइल्ड भएको थियो आज हाम्रो स्टे है